भिडियो है यो चाहिँ हामी अब इन्डियातिर छिर्यौँ है। इन्डिया तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँको दृश्य र यहाँ चाहिँ खोलाको यो बाँध रहेछ। यहाँ चाहिँ सबै सुकेको अवस्था छ। अहिले हामी नेपालबाट चाहिँ इन्डियातर्फ इन्डियाको बोर्डरतर्फ चाहिँ प्रस्थान हुँदैछौँ हाम्रो जमसापको कमान्डमा 1-2 नफरी गुड। अब यो ल तपाईँ के भन्न चाहनुहुन्छ? अब हामी नेपालबाट चाहिँ नेपालको सिमानादेखि चाहिँ हामी उता इन्डियाको सिमाना जाँदैछौँ। केही छ तपाईँको भन्ने केही कुरा छ भने भन्नुहोस्। मलाई त किनकि नेपालै स्वर्ग लाग्यो, तै पनि अब हाम्रो चाहिँ छिमेकी राष्ट्र भएको कारणले यता हेर्दा नि सेम नेपालै जस्तै स्वर्ग जस्तो नि लाग्यो। यसमा म एकदम खुसी छु। जस्तो मेरो नेपाल छ स्वर्ग त्यस्तै इन्डिया नै छ। एकदम म यसमा गर्व गर्छु कि मेरो छिमेकी राष्ट्र नि हामी जस्तै चाहिँ स्वर्ग छ। हुन त धनी होला, ठुलो देश होला इन्डिया, र त्योभन्दा राम्रो चाहिँ हाम्रै देश लाग्यो। धन्यवाद। ल जमसापको केही छ र भन्नु नि त अब किन फेरि अब भएर ल ठिक छ होइन। ल अब यो बन्द गरिदियो। होइन होइन म पनि मेरो पनि देखाउनु पऱ्यो नि त ठिक्कै। ल ल ल भाइ अब तिम्रो केही छ? ल मेरो चाहिँ अब मेरो ठुलो धोको थियो इन्डिया जुन इन्डियाको बोर्डरमा गएर चाहिँ त्यहाँको अवस्था बुझ्नलाई चाहिँ म धेरै नै उत्सुकता भइरहेको थियो। त्यही पनि अब जाँदैछौँ त्यहाँको ठाउँ गएर त्यहाँको अवस्था के छ कसो छ। अहिले बङ्गलादेश र इन्डियाको पनि वार परेको अवस्थामा फेरि रोकिएको छ। त्यहाँको अवस्था के छ कसो छ त्यही बुझ्नलाई जाउँ भन्ने एउटा पाकिस्तान के बङ्गलादेश होइन पाकिस्तान हो। खास उहाँले भन्न खोज्नुभएको पाकिस्तानसँग भिडियो हुँदै थियो, त्यो कुरो राख्न खोज्नुभएको थियो, तर अचानक चाहिँ उहाँको मुखबाट चाहिँ बङ्गलादेश आयो। किनकि बङ्गलादेशले नि पाकिस्तानले चाहिँ सपोर्ट गरेको थियो, त्यही भएर उहाँको मुखमा चाहिँ बङ्गलादेश आयो। ल त धन्यवाद है। ल ल